नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज काठमाडौँमा आयोजित एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा देखिने भएका छन्। पछिल्लो समय राजनीतिक समीकरणबारे भइरहेका चर्चाका बीच उनीहरूको साझा उपस्थिति विशेष चासोको विषय बनेको छ। मदन भण्डारी फाउन्डेसनले जननेता मदन भण्डारीको 75औं जन्म जयन्तीको अवसरमा असार 14 गते राष्ट्रिय सभा गृहमा आयोजना गरेको नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक राष्ट्रिय गोष्ठीमा दुवै नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। गोष्ठीमा अध्यक्ष ओली र प्रचण्डसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्ना धारणा राख्ने कार्यक्रम तय भएको छ। पछिल्लो समय फरक राजनीतिक धारणामा रहेका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएकाले त्यस कार्यक्रमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। मदन भण्डारीको राजनीतिक विचार, योगदान र नेपालको कम्युनिस्ट आन्दोलनबारे केन्द्रित कार्यक्रममा शीर्ष नेताहरूले समसामयिक राजनीतिक विषयमा समेत धारणा राख्ने अपेक्षा गरिएको छ। यसअघि असार 12 गते विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले निरन्तरतामा क्रमभङ्ग हुने संकेत गर्दै समाजवादी मोर्चामा रहेका दलहरूबीच छिट्टै एकता हुने र एमालेसँग पनि सहकार्यको सम्भावना रहेको अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिपछि आजको साझा उपस्थितिलाई राजनीतिक विश्लेषकहरूले थप चासोको साथ हेरिरहेका छन्। यद्यपि कार्यक्रममा सहभागी नेताहरूले यसलाई मदन भण्डारीको विचार र योगदानमा केन्द्रित वैचारिक गोष्ठीको रूपमा प्रस्तुत गरेका छन्।